हामी गोर्खा दरबार सङ्ग्रहालयमा आएका छौँ। यो अलिकति पनि फरक भएको छैन। हामीले आजभन्दा धेरै वर्ष अगाडि 64 सालमा चाहिँ मैले एसएलसी दिँदाखेरि आएको थिएँ। त्यसपछि अहिले अब 81-82 साल हुँदाखेरि पनि लगभग 10-20 वर्षको अन्तरालमा पनि यो चाहिँ केही पनि फरक भएको छैन। उ बेला म विद्यार्थी भएर आएको थिएँ भने अहिले मैले चाहिँ मेरा विद्यार्थीहरूलाई लिएर आएको छु। तर यो हाम्रो इतिहासको जिउँदो धरोहरको रूपमा चाहिँ हाम्रो चाहिँ यो सङ्ग्रहालय आज पनि उस्तै छ, पहिला पनि उस्तै थियो र सायद आजभन्दा चाहिँ कैयौँ वर्षपछि पनि उस्तै रहनेछ भन्ने आशा छ। दरबार सर कति आएको थियो? तँ भने क्या बुढो काँडा लाइन त कस्तो कटिहाड क्या ऊ जमानाको यो राजाहरूको कटिहाड नाच्ने ठाउँ यो कस्तो थियो होइन भाइ? तँ हेर्नु हजुर काम नभएर गरेको